नमस्कार एभ्रिवान, हजुरहरूलाई दीक्षा किचनमा स्वागत छ। म हजुरहरूलाई विभिन्न किसिमको किचनको रेसिपीहरू सिकाउने छु। आज चाहिँ मैले अमलाको खट्टी मिठी अचार बनाउन गइरहेको छु। कस्तो हुन्छ हेरौँ है त। मैले 1 किलो अमलालाई चाहिँ 10 मिनेट जति पानीमा उमालेर यसरी सानो सानो टुक्रा बनाएर लिएको छु। अमलाको खट्टी मिठी अचार बनाउँदाखेरि चाहिँ हामीले थोरै मेथी लिएका छौँ, त्यस्तै यो सोप, अनि थोरै ल्वाङ सुकमेल, अनि यो ज्वानो चाहिँ हामीले लास्टमा अरूलाई चाहिँ फ्राई गरिसकेपछि लिनेछौँ, किनकि यो चाँडै डढ्ने हुन्छ। यो अमलाको खट्टी मिठी अचार बनाउनको लागि चाहिँ मैले एउटा फ्राई प्यान ग्यासमा तताउन हालिसकेको छु। यसमा म अब बिस्तारै मसलाहरू हालेर रोस्ट गर्छु। यो मसला चाहिँ मैले बनाउनको लागि फ्राई गर्नलाई यसरी चलाइरहेको छु। फेरि चलाएन भने यो डढ्न पनि सक्छ, बिस्तारै चलाउनु पर्ने हुन्छ। र यो फ्राई हुन लागिसकेपछि चाहिँ हामीले थोरै ज्वानो पनि राख्छौँ, किनकि अहिले अब जाडोको सिजन चलिरहेको छ। ज्वानोले चिसो हुनबाट जोगाउँछ। यसमा मैले थोरै जिरा पनि एड गरेको छु। अघि चाँडै हाल्दा यो डढ्छ कि भन्ने डरले चाहिँ मैले बल्ल यसलाई थोरै राखेको छु। यसलाई पनि हामी बिस्तारै चलाएर फ्राई हुन दिन्छौँ। मैले यसमा अघि राखेको थोरै ज्वानो पनि राखिसकेको छु। अरू चाहिँ रोस्ट हुन लागिसकेको छ, त्यसैले फेरि डढ्छ कि भनेर मैले नराखेको। अब चाहिँ यो राख्ने बेला भइसकेको छ। अब यो रोस्ट हुन अन्तिममा छ। अब यसलाई रोस्ट भइसकेपछि हामी एकछिन सेलाउँछौँ। यो चाहिँ फ्राई भइसकेको छ। मैले यसरी यसलाई सेलाउनको लागि प्लेटमा राख्छु एकछिनको लागि। मैले अमलाको अचार बनाउनको लागि तोरीको तेल थोरै हालेको छु। मैले चाहिँ 1 किलो अमलाको अचार लिएको छ। तेल तातिसकेको छ। यसमा मैले यो काँचै सुप र मेथी हालेको छु थोरै बास्नाको लागि। अनि यो अघि हामीले पिसेको मसला, जुन चाहिँ मैले धेरै मसिनो बनाएको छैन, यसलाई पनि फ्राई गर्नुपर्छ एकछिन। यो चाहिँ डल्ले खुर्सानीको पेस्ट हो। यसमा मैले 10 वटा जति एड गरेको छु। यसलाई पनि एकछिन पाक्न दिने एकैछिन। यतिको भइसकेपछि चाहिँ हामीले अब अमला जुन हामीले टुक्राएर राखेका थियौँ उसिनेर, यसलाई चाहिँ हामी अब बिस्तारै यसमा हाल्छौँ। यसमा चाहिँ मैले अमला हालिसकेको छु। यो चाहिँ खट्टी मिठी अचार भएको हुनाले मैले स्वादअनुसार 1 चम्चा जति यसमा नुन एड गरेँ। मैले यसमा राख्नको लागि चाहिँ यो मिसिरी एड गरेको छु। अर्को भिडियोमा चाहिँ